आज हामी हजुरहरूलाई रमाइलो धार्मिक यात्रामा लैजाँदैछौँ जहाँ भगवान श्री महादेव स्वयं हरिणको रूप लिएर लुकेको भन्ने धार्मिक विश्वास रहेको छ। यो त्यही स्थान हो जहाँ हरेक वर्ष लाखौं भक्तजन दर्शनको लागि पुग्छन् र बुबाको मुख हेर्ने औँसीको दिन सबैभन्दा ठुलो प्रीति श्राद्धको आयोजना गरिन्छ। आज हामी जाँदैछौँ गोकर्णमा रहेको पवित्र गोकर्णेश्वर महादेव मन्दिर। काठमाडौँको गोकर्ण क्षेत्रमा पवित्र बागमती नदीको किनारमा अवस्थित यस मन्दिर प्राचीन कालदेखि नै हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थलको रूपमा परिचित छ। इतिहासविदका अनुसार गोकर्ण क्षेत्र लिच्छवी कालदेखि धार्मिक गतिविधिको केन्द्र थियो। समयक्रममा मल्लकाल र त्यसपछिको शाहवंशले पनि मन्दिरको संरक्षण, पुनर्निर्माण र विस्तारमा योगदान दिएका थिए। आज देखिने मन्दिर विभिन्न कालखण्डमा मर्मत र पुनर्निर्माण हुँदै आएको संरचना हो। त्यसैले यहाँ पुरानो इतिहास र पछिल्लो निर्माण शैली दुवैको प्रभाव देख्न सकिन्छ। हिन्दू पुराणहरूमा वर्णन भए अनुसार कुनै समय भगवान शिव संसारको कोलाहलबाट टाढा बस्न चाहेर हरिणको रूप लिएर यस क्षेत्रमा आएर बस्नुभएको थियो। अनि देवताहरूले भगवान शिवलाई खोज्दै यहाँ आइपुगेपछि हरिण देखियो र उक्त हरिणलाई समात्ने क्रममा एउटा सिङ भाँचियो। यही घटनासँग जोडिएको अनुसार यस स्थानको नाम गोकर्ण रहन गएको मानिन्छ। श्रावण महिनाको सोमबार, महाशिवरात्रि र 30 को अवसर लगायतको दिनहरूमा यहाँ भक्तजनको भिड लाग्ने गर्दछ। मन्दिर परिसरमा रहेको प्राचीन शिवलिङ्ग, कलात्मक मूर्तिहरू, धार्मिक संरचना र बागमती नदीको शान्त वातावरणले यहाँ आउने प्रत्येक व्यक्तिलाई आध्यात्मिक अनुभूति गराउँछ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियो हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।